ल साथीहरु आज ओ छोरोको गिफ्ट अंकल र आन्टीले को गिफ्ट दिनु भएको त्यहाँ हेर छोरोको गिफ्ट छोरीको भइसक्यो छोरोको गिफ्ट हेर हाम्रो प्रेम सरले दिनु भएको चाहिँ गिफ्ट प्रेम लिम्बूबाट आएको गिफ्ट हो यो मेरो अंकलले दिनु भएको साथीहरु मलाई माया भन न खोइ भनेको मेरो अंकलले दिएको छ दिनु भएको मेरो बर्थडेमा गिफ्ट हो वाउ बेबी यसरी सम्हाल्नु न यस्तो गरेर यसरी अलि यहाँनिर राख्ने के यहाँनिर माथि हेर त खोइ चुप्प लागेर समाउने मात्रै भन्नु नि कसले दिनु भएको त्यो कसले दिनु भएको अंकलले दिनु भएको भन्नु न अंकल र आन्टीले दिनु भएको अर्को पनि छ अर्को पनि साथीहरु मेरो बर्थडेको गिफ्ट चाहिँ आज मेरो अंकल र आन्टीले दिनु भएको अनि यो पनि देखाउनुस् यो पनि छ त्यो यो पनि प्याकेट पनि खोला यो खोल्नुस् यहाँ भित्र के छ सनिसमा बेबीलाई यहाँ आउनुस् त तपाईलाई यो दिनु भएको छ आन्टीले हेर्नुस् त आन्टीले दिनु भएको नानीलाई छोरी छैन हो भाइको छोरी छ होला चुप भिडियोमा चाहिँ किन यस्तो गर्नु नि यसरी देखाउनुस् यी साथीहरु मेरो आन्टीले दिनु भएको भन्नुस् न ल बोल्नुस् न मेरो हाय साथीहरु मेरो यो आन्टीले दिनु भएको मेरो गिफ्ट भन्नु न मेरो गिफ्ट बर्थडेको गिफ्ट हो भन्नु बोल्नुस् अघि खोल्नु ओपन गर्नु पर्ने रहेछ अब मेरो त्यो त के रे जामा छ मम्मी चेन खोल्नु न है सबैले हेर्न पाउँथ्यो नि चेन खोल्नु न युट्युबमा हाल्छु म हेरिहाल्छु त्यो चाहिँ हो चेन खोल्नु न ल यहाँ हेर्नुस् भिडियो पनि गरिरहेछ हैन मैले चाहिँ यसो सोचेको कि नानीहरुले पनि भिडियो देख्न पाउँथ्यो भन्ने कि ओए अस्ति नि के भेनाले के एउटा प्र्याङ्क गर्नु भएको रहेछ के वाउ सो नाइस यता सुन न भेनाजले प्र्याङ्क गरेको नि म कुन दिन भेनाजले प्र्याङ्क गर्नु पर्छ भेनाले के प्र्याङ्क वाउ भोलि गर्नु भने सोच्यो वाउ ह्यापी बर्थडे यहाँ हेर्नुस् त वाउ ह्यापी बर्थडे वाउ अंकलले ल्याइदिनु भएको यता सुन न अंकलले ल्याइदिनु भएको उ बेबीले पनि आन्टीले ल्याइदिनु भएको छ नानीले खोल्नै सकेन साथीहरु सनिसमाले कप खोल्नै सकेन हेर्नु न अब खोल्नु पर्छ बेबी उले खोल्नु सक्छ फुट्छ के फुट्छ साथीहरु मेरो छोरीको गिफ्ट यताबाट देखाउन आन्टीले दिनु भएको गिफ्ट लु बोल्नु अब कसले दिनु भएको हाय साथीहरु यो आन्टीले दिनु भएको अब यता पानी हालेर खानु पर्छ गुड मेरो आन्टीले मलाई